हामीले 2074 सालमा चुनाव जितेर आएको छौँ। पहिलो चुनाव संहिता लागू भइसकेपछि स्थानीय तहमा पहिलोचोटि हामी चुनाव जितेर आइसकेपछि 2074 सालको अवस्था र 100-200 वर्ष हामी हाम्रो पुर्खाहरू यही ठाउँमा जन्मेको हुर्केको यही ठाउँ र तपाईँ हामीलाई थाहा पनि छ। तपाईँ हामीलाई 2074 धेरै पछाडि नजाउँ, 2074 भन्दा पहिले हामी कुन अवस्थामा थियौँ, हाम्रो कस्तो अवस्था थियो। आज 2074 पछि 2082 मा आइपुग्दाखेरि हामी कुन अवस्थामा पुगेका छौँ, त्यसको मूल्याङ्कन हर जनता लगायत यहाँका बासिन्दाहरूले या बाहिरका हाम्रा त्यो भोग गर्ने उपभोग गर्ने जीवन मान्छेहरू या जनताहरूले प्रत्यक्ष रूपमा यसको लाभ लिइराखेको छ। र यसको श्रेय एउटा गाउँपालिकाको अध्यक्ष मात्र होइन, सम्पूर्ण हाम्रा गाउँपालिकाका जनप्रतिनिधि साथीहरूको, गाउँपालिकाका कर्मचारी साथीहरूको, सुरक्षाकर्मीको, पत्रकार साथीहरूको, यहाँका सम्पूर्णका जनताहरूको सहयोग र सुझावबाट आज हामीले यो 8 वर्षको दरमियानमा त्यत्रो हामीले गाउँपालिकालाई एउटा रूपमा खडा गरेर यहाँसम्म पुर्याएका छौँ। यसमा सबैको योगदान छ। सबैलाई म पहिले धन्यवाद दिन चाहन्छु। आज हामी आफ्नो भवनमा परिषद गर्ने अवसर पाएको छु। यो यहाँको जग्गालाई तपाईँ अलिकति सोच्नुहोस् त, 2079 मा हामीले दोस्रो चुनाव जितेर आएपछि हाम्रो घर कहाँ छ भन्ने सोच थियो। हामी कहाँ बस्छौँ, हामी कहिलेसम्म भाडा घरमा बस्छौँ भन्ने सबै जनप्रतिनिधि साथीहरूलाई लागिरहेको थियो। आज तपाईँको 3 वर्षको दरमियानमा हामी आफ्नै घरमा परिषद गरिरहेको छौँ। यसले तपाईँ हामीलाई हौसला पुर्याएको छैन, त्यसलाई पक्कै हौसला पुर्याएको छ। त्यसकारण 2074 भन्दा पहिलेको अवस्था र 2074 पछिको अवस्था तपाईँ हामीले मूल्याङ्कन गर्ने, जनताको बिचमा यो कुरा राख्ने, जनताको बिचमा हामीले प्रश्न गर्दाखेरि हामीले 2074 मा मान्छे कुनै मरेर गएको छैन। केही बुढापाकाहरू मरेको होला, तर प्राय गरेर सबै मान्छे जीवित छन्। यहाँका युवाहरू जीवित छन्, यहाँका दाजुभाइ जीवित छन्, यहाँका दिदीबहिनीहरू जीवित छन्, यहाँका पत्रकार साथीहरू जीवित छन्, यहाँका जनप्रतिनिधि जीवित छन्, यहाँका अन्य निकायमा काम गर्ने साथीहरू, किसानहरू सबै जीवित छन्। उहाँहरूले उपभोग गरिराख्नु भएको छ कि हामीले हरिनगरमा घुस्कीबाट आउनको लागि 7 नम्बरको एउटा बोर्डर किनारबाट आउनको लागि हरिनगर बजारमा हामीले कति टाइम लाग्थ्यौँ, आज कति टाइम लागिरहेछ। र मसनपुरको बोर्डरमा हामी 2074 सालभन्दा पहिले कुन अवस्थामा आउँथे, आज कुन अवस्थामा हामी यहाँ पुग्छौँ र कति मिनट लाग्छ। हामी गौतमपुरबाट 2074 सालमा भन्दा पहिले हामी कुन अवस्थाबाट हामी थिए र त्यो आउनको लागि हरिनगर बजारमा आज तपाईँलाई कति मिनट लाग्छ, त्यसको मूल्याङ्कन तपाईँहरूको जिम्मामा छ। आज एउटा नयाँ बाटो हामीले सिडिओ चौकबाट गौतमपुर जोडेका छौँ। मैले अस्ति सिडिओ चौकबाट त्यो 3 मिनटमा गौतमपुर पुगेँ, 3 मिनटमा। तपाईँ विचार गर्नुहोस्, जुन बाटो आधी घन्टामा हामी गौतमपुर जानको लागि सोचिरहेको थिएँ, आधी घन्टा लाग्छ र कहाँ मोटरसाइकल बिग्रिन्छ, कहाँ के हुन्छ भन्ने कुरा हामी सोचिरहेको थिएँ। आज तपाईँको 3 मिनट सिडिओ चौकबाट गौतमपुर जानको लागि 3 मिनट लाग्छ। यो तपाईँको उपलब्धि होइन, तपाईँ साथीहरूको, त्यहाँका किसानको उपलब्धि होइन, त्यहाँका हरेक क्षेत्रका मान्छेहरूलाई उपलब्धि भएन। त्यसले गरेर विगत घुस्कीको विक्रमपुर 7 नम्बर हालको 7 नम्बर कस्तो अवस्थामा थियो, आज त्यहाँको जनताले कति मिनट लाग्छ अब यहाँ आउनको लागि तपाईँहरूले मूल्याङ्कन गर्नुभएको छ। तपाईँहरूको सम्पूर्ण तपाईँहरूको सहयोग सल्लाहले आज हामी त्यतिसम्म कार्य गरेका छौँ। हुनसक्छ धेरै कुराहरू हामी गर्न सकेको छैन, तैपनि हाम्रो बजेटले हामीले हाम्रो साधन स्रोतले जति गरेका छौँ त्यसलाई हामीले कम्ती भन्नु मिल्दैन, हामीले बढी नै भन्नुपर्छ। त्यसकारण सम्पूर्ण हाम्रा जनप्रतिनिधि साथीहरूलाई म हौसला दिन चाहन्छु कि
तपाईहरुले यहाँसम्म पुर्याउनु भयो, यहाँसम्म सहयोग गर्नुभयो र अब हाम्रो यो बजेटपछि एउटा बजेट हामीले बनाउन पाउँछौँ र त्यसलाई कार्यान्वयन गर्न पाउँछौँ। तेस्रो बजेटभन्दा पहिले हाम्रो निर्वाचन हुन्छ। त्यतिखेरसम्म हामीले यो गाउँपालिकालाई हामीले लिएको जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ। त्यसकारण साथीहरूले धेरै कुरा गर्नुभयो। मैले पनि विद्युतीय प्रणालीबाट सिँचाइ होस् भन्ने कुरा मेरो पनि सपना रहेछ। म पनि यो कुरामा प्रत्येक साल बजेट छुट्याएको थिएँ। प्रत्येक साल हाम्रो चाहना छ यहाँका किसानहरूले महँगो डिजल खर्च गरेर महँगो त्यो मिसिनहरू व्यवस्थापन गरेर किसानहरूले खेती गर्छ। उहाँहरूलाई हामीले सिँचाइको व्यवस्था गर्छौँ। तपाईहरुले थाहै छ अहिले प्रत्येक साल हामीले कोसिस गर्दा गर्दै पनि त्यो हुन सकेन। हामीले सिर्फ एस्टिमेट गरे कि हामीले कति पोल तार लाग्छ भनेदेखि 18 करोडको बजेट आयो र त्यसमा हामीले नेपाल सरकार प्राधिकरणलाई सल्लाह गरे तपाईले सेयर गर्नुहोस्, आदि गर्नुहोस्, बरु हामी किन्न तयार छौँ, तार तपाईँ उपलब्ध गराइदिनुहोस्, लाइन उपलब्ध गराइदिनुहोस् भन्ने कुरा फाइनलीसम्म तर मन्त्रालयमा अड्किरहेको छु। यो कुरा तपाईहरुले सबैले थाहा छ, अड्किरहेको छु। म अहिले पनि हाम्रो पाँच साथीहरूलाई म आग्रह गर्न चाहन्छु, देवानगरमा तपाईले हेर्नुभएको छ विद्युतमा खर्च गरेको सबै पैसा बेकारमा गएको छ। म आज यो तपाईहरु नीति कार्यक्रम हातमा लिनुभन्छ बजेट हामीले कतै व्यवस्था गरेको छैन। पुराना बाटोहरू हाम्रो बाँकी छ, त्यसमा हामी गर्न खोजिरहेका छौँ। तपाईहरुले भन्नुहुन्छ भनेदेखि विद्युतमा लगाउनुहोस्, सफल हुन्छ भनेपछि म बाटो पैसा काटेर तपाईहरुको विद्युतमा लगाइदिन्छु। तर सफल हुनु सफल भएन भनेदेखि त्यहाँ पनि पोल गाडेर बादमा तार पनि भेट्ने, तार पनि नलगाइदिने, त्यो गरेर हामीले पैसा जनताको ट्याक्सको पैसा फेर पार्न चाहने। तपाईहरुले गएर हेर्नुहोस् देवानगरमा यो दुईटा वार्डमा विद्युत प्रणालीबाट सुझाव भएको छ पहिलोचोटि। त्यसपछि अहिलेसम्म त्यतिकै पोल र कुनै ठाउँमा पोल छ, कुनै ठाउँमा तार छ र अहिलेसम्म किसानले पाएको छैन सिँचाइ। त्यसलाई पनि तपाईहरुले अवलोकन गर्नुहोस् यो 5-7 दिनको भित्रमा। अनि मलाई भन्नुहोस् अर्को बैठकमा अध्यक्षजी त्यहाँ व्यवस्था भएको छ, हामी यहाँ पनि व्यवस्था गर्न तयार छौँ, तपाईहरुले बजेट छुट्याइदिनुहोस्, हामी गर्न तयार छौँ भनेपछि म त्यसमा सहमत हुन्छु, तपाईहरुको साथ हुन्छु। मलाई कुनै आपत्ति छैन, किनभने यो बजेट भनेको जनताको, यो पैसा जनताको बिचमा खर्च गर्नुपर्ने, जनतालाई कसरी सेवा सुविधा दिन सकिन्छ भन्ने कुरामा हाम्रो जहिले पनि सोच हुन्छ। हामी जनताको लागि जनप्रति बनेर आएको छु, जनताको सेवाको लागि आएको छु, जनतालाई सेवा सुविधा दिनको लागि हामी आएको छु। जनताको सेवा सुविधामा कुनै कटौती नगरौँ भन्ने कुरा मेरो सोच रहन्छ। त्यसकारण म आग्रह गर्न चाहन्छु हाम्रा वडाध्यक्षज्यूहरूलाई कि तपाईहरुले यो 5-7 दिनको भित्रमा देवानगरको पनि भिजिट गर्नुहोस् र देवानगरले अरू ठाउँमा विद्युत प्रणालीबाट कसरी काम भएको छ, कसरी काम गर्न सकिन्छ, तपाईहरुले पनि त्यहाँ कुरा गर्न मिल्छ। विद्युतीय प्रणालीबाट सिँचाइ हुन्छ भने विद्युतको डिसिसन पनि भेट्नुहोस्, तपाईहरु पनि भेट्नुहोस्, हामीलाई म पनि भेट्न तयार छु। तर मैले यहाँ दिदीले पनि बोलाएर सल्लाह गरेँ, म ऊर्जा मन्त्रीसँग पनि त्यो कुरालाई पुर्याएको छु, तर हामीलाई सम्भव भएन। अहिले त तपाईलाई थाहै छ बिजुलीको अवस्था अहिले कति खराब भएको छ। अनि सिँचाइको व्यवस्था गर्नको लागि सरकारले पुरै नीति ल्याउनुपर्छ। नेपाल सरकारले सबै सरकारबाट नीति आउनुपर्छ, अनि मात्रै हामीले यो गाउँपालिकाले या कुनै नगरपालिकाले यसलाई कार्यान्वयन गर्न सकिन्छ। यो नीति ल्याएको छ सरकारले, नीति उसको एकदम खबर बन्छ। त्यसकारण यसलाई हामीले आफ्नो पावर, आफ्नो यो बजेटलाई दुरुपयोग गर्नको लागि हामी चाहँदैन। यो बजेटलाई दुरुपयोग गर्नको लागि हामीले जति सक्दोसम्म हामी गरौँ। हामीले अहिले यहाँका जनताले बिमाको लागि कति 4,000 जनताको बिमाको लागि हामी व्यवस्थापन गरेका छौँ। गरिब जनता हामीले यहाँ बजेट छुट्याएको छौँ। हामीले विद्यार्थीहरूलाई बसको व्यवस्था यसपालि गर्न खोजिरहेको छौँ। 2टा स्कुलमा कमसेकम यसपालि हामी
दुईटा बस हामी यसपालि किनौँ। मैले प्रयास गरेँ सङ्घीय सरकारबाट कि इन्डियन एम्बेसीबाट हामीले दुईटा बसको व्यवस्था गरिदिनुहोस्, तर बसको व्यवस्था हुने सम्भावना छैन। मलाई एउटा एम्बुलेन्सको आश्वासन दिएको छ, एउटा एम्बुलेन्स हामीले उपलब्ध गराउन सक्छौँ या प्रदेश सरकारबाट या सङ्घीय सरकारबाट, जहाँबाट यसपालि 15 बेडको हस्पिटललाई एउटा एम्बुलेन्सको हामी व्यवस्था गर्न कोसिस गरिरहेको छु र यो व्यवस्था हुन्छ भन्ने मैले आश्वासन पाएको छु केन्द्र र प्रदेशको दुई ठाउँमा, र जहाँबाट भए पनि एउटा एम्बुलेन्स हामी व्यवस्थापन गर्न सक्छौँ। तर बसको व्यवस्था हामीबाट सम्भव भएन, हामीले दिन सकेन। त्यसकारण यहाँ हरिन्द्र उच्च माविमा धेरै टाढा टाढाका विद्यार्थीहरू आउँछन्, यहाँ भुटा मदरसामा धेरै टाढा टाढाका विद्यार्थीहरू आउँछन्। कर्म सरकारले हामीले दुईटा स्कुललाई यसपालि हामीले रोजेका छौँ, उहाँहरूलाई हामीले यसपालि बस उपलब्ध गराउँछौँ। अर्कोचोटिको बजेटमा एउटा हेराल पब्लिक र बुढा माविले हामी व्यवस्थापन गर्छौँ। यो अहिलेको बाचा हो, तपाईँहरूले यसलाई बाचा नै बुझ्नुहोस्। यसपालि हामीले दुईटा व्यवस्था गरेर अर्कोचोटि फेरि दुईटा व्यवस्थापन हामी गर्छौँ। त्यसकारण साथीहरूले जसरी तपाईँहरूले मलाई सहयोग पुर्याउनु भएको छ, तपाईँहरूले मलाई एकदम दिलले सहयोग पुर्याउनु भएको छ, हरेक कुरामा सहयोग पुर्याउनु भएको छ। त्यसकारण हामीले बजेट तपाईँहरूलाई थाहा छ, तपाईँहरूलाई यहाँ हामीसँग कुल बजेट 26 करोड 28 लाख रुपियाँ हामीसँग कुल बजेट सबै तपाईँहरूले 54 करोड बजेट दिनुहुन्छ भने त्यो त्यसमा तल भत्ता अनेक किसिमको कर्मचारी सदन पैसाहरू छन्, त्यसलाई हामीले काटेर हाम्रो कुल बजेट हामीले गर्नुपर्ने काम 26 करोडमा, त्यसमा तपाईँको आगामी साल 9,79,18,000 चालुमा गएको छु। यसपालि हामीले 9,93,18,000 चालुमा जान्छ र हामीसँग बाँकी बजेट वार्डलाई दिएर सबै गरेर हामीसँग 7,64,35,000 7,64,35,000 हामीसँग बन्छ। र तपाईँ सबैलाई थाहा छ कि हाम्रो कामहरू त्यो अब तपाईँहरूलाई थाहै छ, हामीले बहुवर्षीय पुराना जति पनि कामहरू छु लगभग अन्त भएर अब अलिकति घुस्की निर्वाचनको कालोपत्र बाँकी छ, हरगडा गौतमपुर थोरै बाँकी छ, देवानन्द सडकको सिकारी टोलको सडकमा अलिकति थोरै बाँकी छ, त्यसलाई पनि हामी बजेट व्यवस्थापन गरेका छौँ। घुस्की बजार विक्रमपुर बेस गेटमा सडक अहिले पिच हुँदैछ, भोलि सायद आज हुनु होला कि सायद भोलि त्यो पिच हुँदैछ। मतदान गर्नेदेखि रामकुमारको घरसम्म बाटो नाला र ग्रेभेलको काम भएको छ, त्यसको भोग्यौता पैसा छन्। मोगल घरदेखि पश्चिम हुँदै राकी बाटोसम्म अलिकति उहाँको भुक्तानी बाँकी छन्। वार्ड नम्बर 3 गौतमपुरको कपिलदेव नेताको घरदेखि पञ्च नेता जग्गासम्म नाला निर्माणको हामीले भुक्तानी बाँकी छन्। हरिनगर 1 अहमद गरदेखि खलिल अन्सारीको पूर्व हुँदै दक्षिणसम्मको बाटोको अलिकति हामीसँग उहाँको ठेकदारको पैसा बाँकी छन्। चन्चुर टोलको पुल हामीले टेन्डर गरेको छु, त्यसलाई पनि हामीले यसपालि पुरा गर्नुपर्ने, त्यो पनि हामीसँग बाँकी छ। हामीले सिडिओ चौकदेखि पूर्व गौतमपुर सडक जोड्ने बाटो हामीले अब यसपालि पिच गर्ने तयारीमा छौँ। त्यसमा थोरै पैसा सङ्घीय सरकारको त्यसमा आएको छ र बाँकी पैसा हामीले गाउँपालिकाबाट बजेटबाट हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। घुस्की बजार हनुमान मन्दिरदेखि दक्षिण सबैले थाहा छ त्यो पिच भइसक्यो र बाँकी अलिकति गरेर बाटोको काम छ, त्यसलाई पनि हामीले पुरा गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर हरिनगर बसन्तपुर सडक खण्डको कालोपत्र गर्नुपर्ने थोरै बाँकी छ, त्यसलाई पनि यसपालि हामीले गर्नुपर्ने हुन्छ। सुरक्षित नागरिक 13 घर अहिले बन्दैछ, त्यसमा हामीले एग्रिमेन्ट गरेका छौँ। 15वटा कम्प्लिट गरेर त्यसलाई पनि हामीले पुरा गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर हरिनगर साबिक 2 र 3 सागटोलको बाटोमा नालाको अधुरो छ र त्यो बाटो पनि हामीले यसपालि समावेश गरेका छौँ। साबिक बसन्तपुर कट्टर
यादवको घरदेखि पूर्व दक्षिण हुँदै पूर्व कटानसम्मको बाटो रेलवे गर्ने हाम्रो पुरानो यो सबै यो ठिका लागेको बाटोहरूमा हामीले थोर बहुत पैसा दिएर यसलाई अगाडि बढाउनु पर्ने छ र यो पैसा सबै पैसा जोडेर 6,73,870 रुपियाँ हामीलाई यो भुक्तानी गर्नुपर्ने छ र हामीसँग 7,64,35,000 रुपियाँ छ। तपाईहरुको पैसा हो, तपाईहरुले काम गर्ने हो, तपाईहरुले जे भन्नुहुन्छ त्यही म गर्न तयार छु। बाँकी अरू सबै बजेटहरु व्यवस्थापन भएको छ। यति पैसा हामीसँग 7,64,35,000 छ। 6,73,870 रुपियाँ 23 पैसा भनेको हामीले यो जति पैसा हामीले भुक्तानी गरेर यो सबै काम हामीले पुरानो जति पनि काम छ सम्पन्न हुने हामीले विश्वास दिएका छौँ र हामीसँग त्यही 1,000 रुपियाँ उब्रिन्छ। त्यसलाई तपाईहरुले कहाँ भन्नुहुन्छ, जहाँ भन्नुहुन्छ, जे काम गर्नुहुन्छ त्यही हामी खर्च गर्न तयार छौँ। गाउँपालिकाले गरेर तपाईहरुले 8 वर्ष भयो, 8 वर्षमा हामी यहाँ अगाडि आइसकेका छौँ। 8 वर्षमा तपाईहरुले मलाई बताइदिनुहोस् अध्यक्षजी, तपाईले आफ्नो मनले यो ठाउँमा गरिदिनु भयो भुक्ता बनाएर 50 लाखको काम या 25 लाखको काम या 1 करोडको काम तपाईहरुले आफ्नो मनले भुक्ता बनाएर काम गर्नुभयो, त्यसको लाभ लिनुभयो, कमिसन खानुभयो। त्यो तपाईहरुले 8 वर्षको दरमियानमा तपाईहरुले मलाई भनिदिनुहोस् एउटा पनि काम मैले आफ्नो मनले कुनै योजना उपभोक्ता बनाएर मैले 5 पैसा लाभ गरेको छु भने तपाईहरुले उठेर भन्दा पनि हुन्छ। म त्यसको जवाब दिन तयार छु, सहन पनि तयार छु, गाली खान पनि तयार छु। नत्र तपाईहरु पैसालाई मैले दुरुपयोग गर्न चाहेको छैन, चाहदिन पनि, गर्दिन पनि। र अब त यो 1.5-2 वर्षको दरमियानमा यो गाउँपालिकालाई हामीले सम्पन्न जति गर्नुपर्ने काम छ गरेर हामी जाने बेलामा यो दाग लगाएर जाने काम मबाट हुँदैन, म गर्दिन पनि। जसको लागि जस्तो पनि हामीले साथीहरूले भोट दिने साथीहरूले मलाई पनि कतिपल्ट भन्नुभयो अध्यक्षजी एउटा बाटोमा दिनुहोस् 25 लाखको भुक्ता बनाएर हामी 2-4 पैसा खान्छौँ गर्छु, हामीले पनि 2-4 पैसा भुक्ता भन्ने। तर मैले त्यो काम गरेँ किनभनेदेखि जनताको पैसा उपभोक्ताले लगेपछि त्यो उपभोक्तामा 20% उनीहरूले खान्छन् र त्यसमा 60% पनि काम हुँदैन। त्यसकारण ठिका लगाएर गर्दाखेरि 35%, 40%, 30% बिलो भएको छ। त्यो बिलोबाट त्यो बचाएको पैसाबाट हामीले धेरै काम गर्न सक्छौँ, गरेका छौँ, यो तपाईहरुलाई थाहै छ। त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु तपाईहरुसँग सबै कागज छन्, सबै पैसाको पोको तपाईहरुको जिम्मामा छ, तपाईहरुले हेर्नुस्। तपाईहरुले 20-21 गते जुन बैठकमा हामी बोलाउँछौँ त्यो दिन तपाईहरुले पहिला जति यति पैसा छ यो काम नगरौँ, यो अधुरो कामलाई छोडिदिनुहोस्, यो काम नगरौँ, यसलाई यहाँ गरौँ, यो ठाउँमा गरौँ, यो भन्दा तपाईहरुको उपयोग ठाउँ रोज्नुहुन्छ भने त्यसमा पनि म गर्न तयार छु। त्यसकारण म आग्रह गर्न चाहन्छु सम्पूर्ण हाम्रा पार्षद साथीहरूलाई कि मबाट गाउँपालिकाको कुनै पनि रकमले मैले दाया गर्न चाहदिनँ र गर्दिन पनि। जनताको पैसा हो, जनताको ट्याक्सबाट आएको पैसा हो। मैले धेरै मेहनत गरेर एउटा बाटोको पैसा 3 करोड त्यहाँ के भन्छन् अदापुरदेखि पूर्व जाने बाटोमा त्यो बाटो नयाँ बाटो यसपालि टेन्डर गर्ने लक्ष्य लिएको छु। अर्को एउटा अधुरो बाटो छ बगानी टोलको जो स्वास्थ्य चौकीबाट उत्तर जाने 20सम्म सन्ध्याको 20सम्म त्यो एउटा टुक्रा बाटो छ, थोरै 400-500 मिटर छन्। त्यसमा पनि 50 लाख रुपियाँ मैले प्रदेश सरकारबाट भुक्तान पाएको छु र यो पैसा 2टा ठिका म यसपालि लगाउँछु। बाँकी तपाईहरुले यो पैसा सुझाव सल्लाह दिनुहोस्। त्यसमा पनि मोटामोटी 1.5-2 करोड रुपियाँ लाग्छ त्यसलाई सम्पन्न गर्नको लागि र यसमा 4 करोड भन्दा माथिको मलाई लाग्दैछ। 4 करोड भन्दा 3 करोड हामीसँग छ, 4 करोड भन्दा माथि आउँछ। त्यसलाई टेन्डर गरौँ, टेन्डरमा कति घट्छ त्यो टेन्डर प्रक्रियाबाट हामी अगाडि बढाउँछौँ। र यति हामीले अहिले फेरि साथीहरूले घरहरूको पनि कुरा गर्दैछन्, केही घरहरू थप्ने कुराहरू पनि आइराखेको छ। मुसरीमा पुरै लगभग 15वटा घर हामीले सम्पन्न गरेर उहाँहरूलाई हस्तान्तरण गरिसकेका छौँ। अब 13वटा घर सम्पन्न गरिसकेपछि कतिवटा मान्छेहरूको घर फेरि बाँकी छ, 4-5 वर्ष
मलाई लाग्छ त्यो टोलमा बाँकी होला त्यसलाई पनि हामीले सपोर्ट गर्ने तयारीमा छौँ। तपाईँहरूलाई थाहा छ 2 नम्बर वार्डमा त्यो डोमको बस्तीमा पनि 5 वटा घर हामीले कम्प्लिट गरिसकेका छौँ। त्यसमा नीति कार्यक्रममा आएन, त्यो पनि तपाईँहरूलाई म जानकारी गराउँछु। साथै साथीहरूलाई म अवगत गराउन चाहन्छु कि तपाईँहरूले कुरा राख्नुभयो, म त्यो कुरालाई स्वीकार गरेँ। तपाईँहरूको गुनासोलाई हामी स्वीकार गर्छौँ किनभने तपाईँहरूले जनताको कुरालाई यहाँ राख्नुभयो। म पनि जनताको बिचबाट आएको मान्छे हुँ, तपाईँ मेरै साथबाट आएको साथी हुँ। त्यसकारण तपाईँहरूले जसरी चिन्ता लिनुहुन्छ त्यसरी चिन्ता हामी पनि म पनि लिएको छु। हाम्रो कार्यपालिका के भन्छ हाम्रा कर्मचारी साथीहरूले पनि लिनुभएको छ, हाम्रो उपाध्यक्षजी लगायत सब पूर्णले त्यही चिन्तामा हामी छौँ।